ल है त साथीहरू, अहिले छु म यता यो इमाडोलको टेम्पो पार्कदेखि थोरै भित्र। मेरो रुम पनि यही तल हो थोरै। ड्युटी भर्खरै निस्केँ, उता अब टेम्पो पार्कतिर निस्किँदैछु म चाहिँ चोकतिर। अनि चोकतिर गएर पर्ने हुन्छ। अहिले चाहिँ म के अरे खाना खाएर अनि यसो बाहिर निस्केको भर्खरै। ड्युटीमा भनौँ न युद्ध एकछिन पनि गरेको छैन है साथीहरू। यहाँबाट सट्टै अलिकति 100 मिटर अगाडि निस्क्यो भने चाहिँ इमाडोल टेम्पो पार्क, कमल पोखरी इमाडोलको। ट्याक्कसँगले घाम लागेको छ साथीहरू। बिहान बेलुका चाहिँ अलिअलि चिसो हुन्छ, राति दिउँसो त अब घाम लाग्छ राम्रोसँग चाहिँ। ल देख्न सक्नुहुन्छ साथीहरू, यो कुवारपुर लामाटार लुबुतिर जाने बाटो। म चाहिँ यसो चुपमा अब बसेर टिप्स गर्नु पऱ्यो साथीहरू, टिप गर्नु पऱ्यो। 11 भइसक्यो अहिले चाहिँ। ल है त गाइजहरू, यहाँनिर साइड लाउनु पऱ्यो यस्तो। यहाँनिर चाहिँ कमल पोखरी भन्छ। ल है त साथीहरू, अहिले चाहिँ छु यता यो लोलाङ हाइट भन्ने ठाउँतिर है। अनि यहाँबाट चाहिँ खाली फर्किनु लागेको म। टिप लाग्ला जस्तो भएन। यहाँबाट नेट पनि राम्रोसँग चलेको छैन कि खोइ के भएको। एनसेलको नेटले त्यत्तिकै आजभोलि नि खोजिरहेछ। पुरानो बङ्गलामुखी बानिया गाउँमा भ्रमण गरौँ भएकोमा यहाँलाई धन्यवाद। अरे पुरानो बङ्गलामुखी बानिया गाउँ भन्ने रहेछ है साथीहरू। अब म अलिक परतिर गएर बस्छु कतै। रातै पर्नु लागिसक्यो साथीहरू। ल भ्यू चाहिँ हेर्न सक्नुहुन्छ है। यतातिरको चाहिँ बस्तीहरू अलिक पातलो छ। आनन्द छ जे होस्। कतै कुचुङ भन्दा त यस्तै ठिक हुन्छ। तर के गर्नु अब, कतै केही परेर जानु पऱ्यो भने अलिक गाडी साडी पाउनुलाई चाहिँ गाह्रो हुन्छ जस्तो लाग्यो मलाई। ड्राइभिङ सेन्टर छ ठुलो बस्ती। चिसो छ साथीहरू, बाहिर चाहिँ चिसो छ आजभोलि अलिकति। गाडीभित्र त ठिकै हो। अहिले एकछिनमा म एउटा सर्ट लाउँछु पातलो। अघिसँग त गर्मी भएर त लगाएको पनि खोलेर फालेँ। अहिले चाहिँ बेलुकाको कति भइसक्यो, 5 बज्नु लागिसक्यो। 5 बज्नुलाई 5 मिनट बाँकी छ।